नमस्कार सबैजनालाई। आउनुहोस् आज हामी खिर बनाऊँ। मैले दुध बसाएँ एउटा भाँडामा। दुध चाहिँ मैले अघि नै बसाएको थिएँ, भिडियो खिच्न बिर्सेको भएर दुध उमाल्नलाई छोडिदिएँ मैले। दुध उमालिसकेपछि मैले चाहिँ मार्सी चामल भिजाएर राखेको छु। मार्सी चामलको खिर चाहिँ एकदम मिठो हुने भएको भएर मैले चाहिँ मार्सी चामल भिजाएर राखेको छु। अनि मार्सी चामल चाहिँ भिजाएर राखेकोमा दुध उम्लेपछि मैले एकछिनमा त्यो मार्सी चामल हाल्छु। म चाहिँ मार्सी चामलकै खिर बनाउँछु। मेरो नानीको लागि टिफिन पनि हुन्छ, त्यो भएको भएर मैले चाहिँ मार्सी चामल नै बनाउँछु। प्रायः मसँग भएपछि मार्सी चामल बनाउँछु। त्यसपछि मैले दुध उम्लेपछि मैले मार्सी चामल हाल्छु भिजाएर राखेको। मैले 1-1.5 घन्टा चाहिँ भिजाउँछु बिहान। अनि त्यस्तो भएपछि चाहिँ खिर चाहिँ एकदम लपक्क हुन्छ। त्यो भएको भएर मैले चाहिँ मार्सी चामल देख्न सक्नुहुन्छ मैले चामल चाहिँ एकदम थोरै हाल्छु, किनभने खिर चाहिँ अलि नरम नै भएको मिठो हुन्छ, त साह्रो चाहिँ मिठो नहुने भएको भएर मैले चाहिँ चामल एकदम थोरै नै हाल्छु। चामल थोरै हालेपछि त्यसलाई चलाउँदै पकाउँदै गर्छु। यसरी चलाउँछु मैले। चलाउँदै पकाउँदै गरिसकेपछि यो चाहिँ छोप्न चाहिँ म छोप्दिनँ है, खिर बनाउँदाखेरि मजाले यसरी पकाउँछु। चलाउँदै पकाउँदै गर्छु। यो चाहिँ भिडियो क्वालिटी चाहिँ अलि राम्रो आएको छैन, माइन्ड नगरिदिनु होला है त। मजाले म त्यसरी चलाउँछु। त्यसपछि यति पाकिसकेपछि मैले त्यसमा चाहिँ मिश्री एड गर्छु। म चाहिँ चिनी सक्खर युजै गर्दिनँ कि सक्खर युज गर्ने हो। अनि खिरहरू बनाउँदा चाहिँ सक्खर हाल्दा फाट्ने भएको भएर मैले चाहिँ मिश्री युज गर्छु। अनि मैले मिश्री हाल्छु। मिश्रीलाई पनि एकछिन मजाले पग्लिन दिन्छु। हजुरहरूले मिक्सरमा यसलाई पिनेर पनि धुलो बनाएर हाल्न सक्नुहुन्छ। मैले चाहिँ सँगै हालेको छु। ल हेर्नुहोस् हाम्रो खिर यस्तो भएको छ। अनि यो खिरमा चाहिँ मैले अरू केही पनि हाल्दिनँ। अनि मैले 1 चम्चा घिउ चाहिँ हाल्छु। घिउ राखेँ मैले। घिउ राखेर एकछिन मजाले तताउँछु। घिउ पग्लिसकेपछि अनि त्यसपछि हाम्रो खिर चाहिँ रेडी हुन्छ। मैले चाहिँ यत्तिकै बनाउँछु, योभन्दा धेरै बाक्लो चाहिँ बनाउँदिनँ। बाक्लो चाहिँ मिठो पनि हुँदैन। अनि त्यही भएर मैले चाहिँ दुध धेरै चामल चाहिँ एकदम कम राख्छु। हेर्नुहोस् यसरी हाम्रो मार्सी चामलको खिर चाहिँ बनेर तयार हुन्छ। नानीको लागि मैले टिफिनमा चाहिँ लिची र आज खिर पठाइदिएको छु। Thank you so much.